खाना खाने बित्तिकै सुत्ने अथवा आराम गर्ने या कतिपयलाई चाहिँ हिँड्ने बानी रहेको हुन्छ। सामान्यतया योगासनहरू खाना खाने बित्तिकै गर्न नमिल्ने किसिमका हुन्छन्, तर एउटा यस्तो योगासन छ जो चाहिँ खाना खाने बित्तिकै गर्न मिल्छ। त्यसको नाम हो वज्रासन। वज्रासनले विशेष गरी गह्रौँ किसिमको खाना अथवा भारी खाना खानु भएको छ भने पचाउनलाई मद्दत पुर्याउँछ। त्यो खाना खाने बित्तिकै केही मिनट वज्रासनमा बस्नुहोस्। त्यसले गर्दाखेरि तल्लो शरीरतिर रक्त सञ्चारलाई नियन्त्रण गरेर पेटको वरिपरि र पेल्भिक रिजनमा चाहिँ रक्त सञ्चारलाई चाहिँ बढाउँछ र के खुट्टातिर प्रवाह हुने रक्त सञ्चारलाई चाहिँ यो क्षेत्रमा लोअर पेल्भिक क्षेत्रमा र पेटको मा केन्द्रित गर्छ। नियमित रूपमा 5 देखि 10 मिनटसम्म यो आसनमा बस्दाखेरि ग्यास, एसिडिटी, अपच, कब्जियत जस्ता समस्याहरूबाट छुटकारा पाउन धेरै मद्दत पुग्छ। त्यसैगरी पेल्भिक क्षेत्रको रक्त सञ्चारलाई नियमित गर्छ र पाचन प्रणालीलाई पनि स्वच्छ राख्न मद्दत पुर्याउँछ। मल निष्कासनमा पनि यसले मद्दत पुर्याउँछ भने केही हदसम्म पाइल्सको समस्या भएकाहरूलाई पनि यसले राहत पुर्याउन मद्दत गराउँछ। यसले कम्मर र मेरुदण्डलाई सिधा राख्न मद्दत पुर्याउने भएकोले मेडिटेसन र प्राणायाम गर्नलाई पनि यो उत्तम आसन मानिन्छ। खाना खाइसकेपछि 10 देखि 20 मिनट हल्का हिन्डुल गर्दाखेरि हात खुट्टाका अथवा विशेष त खुट्टाका मांसपेशीहरू चलायमान हुन्छन्, जसले गर्दा रगतबाट सिधै ग्लुकोज तानेर रगतमा चिनीको मात्रा अचानक बढ्नबाट रोक्न मद्दत पुर्याउँछ। त्यसै गरी यसले गर्दा शरीरको मेटाबलिजम पनि बढ्छ, सुगरको लेभल कन्ट्रोल गर्न मद्दत पुग्छ भने हिँड्दाखेरि मांसपेशीहरूले चाहिँ त्यो क्यालोरी बर्न गरिरहेको हुन्छ र अतिरिक्त ब्लड सुगर नियन्त्रणमा मद्दत पुर्याउने भएकोले डायबिटिक पेसेन्टहरूको लागि पनि धेरै नै लाभदायक हुन्छ। तपाईले भारी खाना खानुभएको छ, अल्छी लागेको छ, पेट फुलेको छ वा अपच भएको छ भने अथवा मेडिटेसन या आराम गर्न चाहनुहुन्छ भने वज्रासन छान्नुहोस्। यदि तपाईको मुख्य उद्देश्य मेटाबलिजम सुधार गर्न अथवा ब्लड सुगर नियन्त्रण गर्नु या त क्यालोरी बर्न गर्नु छ भने पोस्टमिल वाक गर्नुहोस्। एउटै मात्र उपाय छान्नुपर्छ भन्ने छैन। तपाईले यो दुईटै प्रक्रियालाई सँगै लान सक्नुहुन्छ। खाना खाने बित्तिकै चाहिँ 5 मिनट कम्तीमा पनि वज्रासनमा बसेर त्यस पछाडि सामान्य हिन्डुल गर्नुभयो भने यो दुईटै फाइदाहरू हामीले प्राप्त गर्न सक्छौँ। धन्यवाद।